के तपाईलाई थाहा छ तपाईले हरेक महिना 5000 रुपैयाँ एसआइपी गर्दै जानुभयो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान तपाईले यसरी हरेक महिना 5000 इन्भेस्ट गर्दै जानुभयो र 20 वर्षसम्म गर्नुभयो भने 20 वर्षपछि तपाईले कति पैसा पाउनुहुन्छ कति पैसा चाहिँ रिटर्न कमाउन सक्नुहुन्छ तपाईले सो आज हामी सिम्पल एसआइपी क्याल्कुलेट गरेर हेर्ने छौं र त्यसको लागि तपाईले पनि गर्न सक्नुहुन्छ सिम्पल छ क्रोममा जानु होला त्यहाँ गएर चाहिँ तपाईले एसआइपी क्याल्कुलेटर भनेर हान्नु होला यसरी आउँछ मेरो नबिल इन्भेस्टको भनेर देखाए अब जुनको पनि आउँछ जे गर्दा पनि हुन्छ तपाईले सिद्धार्थ छ या एमबी छ म चाहिँ नबिलकैमा जाउँ नि त है र यसमा जाउँ र हामी के गर्छौं भन्दाखेरि एनुअली एनुअलीलाई चाहिँ हामी मन्थली गर्छौं किनकि हामी मन्थली एसआइपी गर्न जाँदै छौं नि त त्यसपछि हामी मन्थली इन्भेस्टमेन्ट कति गर्छौं त 5000 गर्छौं ल 5000 गर्छौं र हाम्रो एक्सपेक्टेड एनुअल रिटर्न चाहिँ कति पर्सेन्ट भन्दाखेरि यहाँ 15 छ मानिलिउ एभरेज राखौँ न हामी 12% को दरले हामीलाई रिटर्न आयो रे कति वर्षमा भन्दाखेरि अब 20 वर्षमा किनकि हामी 20 वर्षको लागि गर्दै छौं अब क्याल्कुलेट गर्नुभयो भने चाहिँ तपाईको यता रिजल्ट आउँछ तपाईको एक्सपेक्टेड फ्युचर भ्यालु चाहिँ कति हुने भयो त 49,95,739 रुपैयाँ हुने भयो र तपाईको टोटल इन्भेस्टमेन्ट तपाईले कति गर्नु भएको थियो 12 लाख र त्यसपछि तपाईको टोटल गेन कति भयो त 37,95,739 यसरी तपाईले हरेक महिना 5000 रुपैयाँ एसआइपी गर्दै जानुभयो 12% को दरले रिटर्न पाउनुहुन्छ र 20 वर्षसम्म गर्नुहुन्छ भनेपछि तपाईको पैसा हुन जान्छ 49,95,739 रुपैयाँ अब एसआइपी भनेको कम्पाउन्डिङको जादु हो हेर्नुस् अब कम्पाउन्डिङको जादु हेरौँ है त अब यही 5000 रुपैयाँ तपाईले 20 हैन 30 वर्षको लागि गर्नुहुन्छ रे ल यही 5000 तपाईले हरेक महिना 30 वर्षको लागि गर्नुहुन्छ रे अब 20000 हुँदा 20 वर्ष हुँदा 49 लाख थियो अब त्यही 30 वर्ष हुँदा कति भयो त 1,76,49,568 देख्नु भयो नि कम्पाउन्डिङको जादु तपाईले मात्रै 10 वर्ष मात्रै टाइम बढाएको कम्पाउन्डिङ हुनको लागि तपाईले टाइम चाहिँ दिनुपर्छ है त जति धेरै टाइम दिनुभयो त्यति धेरै पैसा बढ्ने हो त्यही 5000 प्रत्येक महिना 20 वर्षसम्म गर्दाखेरि जम्मा 49 लाख भयो त्यसमा 10 वर्ष थप्नु भयो 30 वर्ष र त्यही 5000 गर्दै जानु भएको छ भनेपछि अब 30 वर्षसम्म कन्टिन्यू एसआइपी गर्नुभयो भने 5000 मन्थली कति हुने रहेछ त 1,76,49,568 अब थोरै बढाइदिउँ त अहिले तपाई 25 वर्षको हुनुहुन्छ रे हैन अब 25 र 30 कति भयो 55 अब तपाई 60 वर्षसम्म गर्ने सोच राख्नु भएको छ एसआइपी भनेपछि 30 को ठाउँमा 35 गर्दिम न त कति हुन्छ 30 को ठाउँमा हामी कति गर्दिन्छौं 30 को ठाउँमा 35 वर्ष गर्दिन्छौं अब क्याल्कुलेट गरौँ ल हेर्नुस् त 5 वर्षमा कति भयो तपाईको पैसा 3,24,76,345 हो यसलाई भन्छ कम्पाउन्डिङको जादु यसलाई भन्छ समयको जादु अब यो पैसा तपाईको एक दिनमा भएको त हैन अब यही पैसा तपाई 20 वर्षको लागि मात्रै गर्नुहुन्छ भने जम्मा कति 49 लाख जम्मा र यही पैसा तपाई 30 वर्षको लागि गर्नुहुन्छ भने 1,76,00,000 समथिङ र यही पैसा तपाई 35 वर्षसम्म कन्टिन्यू गर्नुहुन्छ भने 3,24 लाख र कम्पाउन्डिङ हुनको लागि एसआइपी भनेको तपाईले 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्ष भन्दा पनि एटलिस्ट 25-30 वर्षको लागि सोचेर गर्नु होला त्यति गर्नुभयो भने मजाले बेनिफिट धेरै पाउन सक्नुहुन्छ अब जस्तो अब यहाँ हामीले इयरमा जम्मा 10 आनम रे भनेपछि तपाईको एमाउन्ट धेरै नै कम हुन्छ के जस्तो 10 वर्षको लागि मात्रै हामीले गर्यौं भने तपाईले जम्मा 11,61,695 जम्मा अब यसैमा तपाईले वर्ष बढाएर 35 गर्दिनु भयो भने कति भयो त 3 करोड भयो सो त्यसैले एसआइपी गर्दै हुनुहुन्छ भनेपछि लामो सोच राखेर दीर्घकालीन सोच राखेर चाहिँ गर्नु होला